साथीहरु नमस्ते स्वागत छ तपाईलाई मेरो अर्को भिडियोमा अनि आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै त के भन्नु रुगा लागिरहेको छ आज प्यारीले अब करेन्ट के भन्छ खाम भिडियो बनाऊँ भनेर चाहिँ फर्स्ट टाइम भिडियो बनाउँदै छौं के कस्तो हुन्छ हेरेर सपोर्ट गर्नु होला सरी ल स्टार्ट खामी ल साथीहरु खाइम ल हामीले चाहिँ ला पिरो हुने हो के यार ओके दुईटै हाल्दिएको मैले आफ्टर लङ टाइम के भयो पिरो है पहिल्यै बाइकमा पिरो लगायो मैले पिरो खान जानु धेरै भएको छ नि मैले पनि पहिला पहिला कस्तो खान्थेँ बाहिर हुँदा खाइन्थेँ पिरो यहाँबाट दिएर खान्थेँ फेरि दिदीसँग खाना आने क्या सङ्गतले गर्दा पनि पिरो खान्थेँ मम्मी बिरामी भएर त छोडेको त खानु बर्थडे आफू बिरामी भएर अरूलाई पिरो खुवाउने छोराउने धेरै आलु पिरो खाने हाम्रो दिदी कुरा गर्छ उहाँको मम्मी मेरो दिदी मेरो मम्मी सुरुमा चाहिँ एकदम चिसो बढेर बाहिर पानी परिरहेको छ दिदी हामीले खाजा खाइरहेको छौँ भिडियो बनाइ तर यहाँ चाहिँ गाडी हिँडिरहेको हुन्छ कहिले के हुन्छ त्यो ब्याकग्राउन्डसँग इग्नोर हानिदिनु होला भन्न चाहन्छौँ यतिखेर आउनु पर्ने के बाटो हो हेर आइहाल्छ त्यति साह्रो खानु त लाग्दैन रहेछ अब कहिले पनि कहिले काहीँ मात्रै हुन्छ अब बिचमा एक हुन्छ तपाईँ उता दुबई हुने बेलामा म भर्खर आएको थिएँ नि त यहाँ त्यतिखेर मलाई यस्तो करेन्ट खानमा दिएपछि करेन्ट मात्रै खानु मन लाग्थ्यो क्या त्यहाँ पिम्पल निस्किन लाग्यो अनि फेरि बन्द भयो दुईटा बोलेन के एउटा माटा के चारवटा माटा नदिने सरी बिचमा हल्ला आएको कारणले अब अलिकति काटिन्छ मोबाइल बनायो भने पैसा कति आउँछ आउँछ नि के तर खसे छ अरे सम्झिने भिडियो बनाउनु मन लाग्छ गाइज भिडियो बनाउनु जस्तो माहौलै छैन कि त्यही भएर हामी बनाउँदैनौँ कहिले बाइक हिँड्छ कहिले अटो हिँड्छ कहिले के हिँड्छ रोडैमा छ घर त्यही भएर अलिकति गाह्रो पर्छ गाडी मिलेर सुटेर अघिसम्म हिँड्थ्यो त भिडियो बनाउनु लाग्यो नभए हिँड्न लाग्यो यार खान सक्दैन क्या तर सँगै बसेको च्यालेन्ज हान्नुपर्ने रहेछ होइन च्यालेन्ज भयो त जित्नुहुन्थ्यो होला सक्दैन तर फर्स्ट
भिडियो फर्स्ट भिडियोमा त्यो अब छोड्नु भएन छोड्नु पनि भएन गाह्रो छ एनी हो खानु पर्यो के खाए त बाबा खाना के खाए अब कति बज्यो र 4 बज्यो 4:30 भएछ तो जाना पनि पसिना पानी पर्यो प्यारी चाहिँ अलि लगाउनुहुन्छ लास्ट त म पनि मान्छु तर त्यही हो अनि त्यो कमाइदिनु पर्यो नि यार मान्छेहरू कति बाहिर खान्छ करेन्ट चाउचाउहरूतिर खान्छ हामी नसक्ने आदत नभएर म चाहिँ पुरा खानु सक्दैन क्या आजभोलि नि आफ्टर 1 years आफ्टर 1 years आफ्नो पछि हो नि त बिफोर भनेको अगाडिबाट के मैले अगाडि 1 वर्ष अगाडिबाट हाम्रो इङ्ग्लिस पढाइ छोडेर कति वर्ष भयो इङ्ग्लिस कहाँ राम्रो हुन्छ अनि त्यो पनि टाउको गयो तर टाउको खायो मेरो यहाँ प्रभु हमें क्षमा कीजिए हम नहीं खा सकते ऐसा फील हो रहा है मुझे अंडा खाते कैसे खाते अभी उचुट भयो क्या गाइस हामी चाहिँ खाँदा खाँदै भिडियो बत्ती गएछ सो द्याट हामी चाहिँ फेरि स्टार्ट गर्दैछौँ तर खाना चाहिँ सकिन्न यो गर्नु चाहिँ खाना चाहिँ सकिँदो रहेछ तर हामी ट्राई गर्छौँ ट्राई अब नसक्दैन साँच्चीकै भिडियो बनाउनु मन लाग्छ त्यस्तै हुन्छ अनि त्यही भएर पानी आज झन् चिसो पर्दा पानी पर्दा अलिकति बत्तीको पनि प्रब्लमहरू आइरहेको छ अनि त्यही भएर अलिकति रिस उठ्छ मेरो यस्तो कपाल काटेर देख्छ होला नि यस्तो टाइममा त क्या जर्बुरा जानुपर्ने जर्बुरा कपाल काट्नु नभन्नु र यो अलिकति प्रब्लम भएर काट्यो कपाल जिन्दगीको गोरेटोमा हामीले होला करेन्ट खान नसक्ने अरूले खानुहुन्छ हामी चाहिँ अब अरूले खाएको देखेर कस्तो रहर लागेर बनाएको भिडियो हामीले तर खान सक्ला जस्तो छैन तर पनि ट्राई चाहिँ गरिरहेको छौँ खान सक्नु पर्ने हो भिडियो बनाइसकेपछि भनेर गुरुङ किचिङ हेर्नुहुन्छ न त्यो भिडियोको क्या हेर्छु ठुली दिदी भन्छ चिन्छ त कस्तो खानुहुन्छ होला तामा पुरै हुन्छ कसरी खान सक्छ होला है त्यत्रो भन्ने जस्तो लाग्छ यार मलाई पनि तर राम्रो लाग्छ मलाई उहाँको भिडियोहरू के खाएको भिडियोहरू मलाई खासै खाएको भिडियो हेर्न मन लाग्दैन पहिला मैले मेरो त्यो शेर्पा च्यानल भन्ने हेर्थ्यौँ कि त्योहरूको जे हो त्यही उहाँहरूको नर्मली खानाहरू खानुहुन्थ्यो दुई बहिनी बसेर हामी म र मेरो दिदी जहिले त्यही हेर्ने मैले खाएको हेऱ्यो भने मलाई त्यो खोइ के हुन्छ हेर्ने मन लाग्दैन पुरा मैले कहिले हेर्दैन मलाई फेरि अगाको बेला पनि हेर्नु मन लाग्दैन भोक लागेको बेला मात्रै हेर्नु मन लाग्छ मैले भोक लागेर देखाएर नन भोक लागेको जस्तो त्यही भोक लाग्यो अगाको बेला पनि फेरि भिडियो आयो भने हेर्नु मन लाग्दैन कि न्याक्क आउँछ भोक लागेको बेला पनि हेऱ्यो भने झन् खान हुन्छ मैले होला पानी खाएको मैले खाएको
म त अब सक्दैन, त्यो गाह्रो भयो। यसपालिलाई हाम्रो भिडियो यस्तै भयो, माफ गरिदिनु होला। अर्कोचोटिबाट हामी योभन्दा राम्रो बनाउने ट्राई गर्छौँ, किनकि यो हाम्रो फर्स्ट टाइम हो होइन यसरी युट्युबमा क्यामेराको अगाडि। अलिकति लाज पनि लागेको छ। त्यही यति भन्दै हामी यो भिडियो यही नै समाप्त गर्नेछौँ। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।